ठ्याक्कै खानाकै सुरु हुन्छ नि त अनि खाना खाने सुरुमा एक्कासी देख्दा चाहिँ अब ठुलो सर्प फेरि अरू सामान्य देखिरहेको त्यो त विशाल ठुलो रहेछ नि त फेरि हैन विशाल ठुलो रहेछ अनि एकैचोटि ठुलो सर्प देखेर त अब जो पनि आत्ति नै हाल्छ त्यो अब त्यो सोचेको कुरा नि भएन नि त एकैचोटि अब नसोचेको कुरा एकैचोटि अगाडि आउँदाखेरि म चाहिँ आत्तिएँ अनि आत्तिएर एकचोटि सर्प चाहिँ एकातिर साइड लागेपछि म चाहिँ अनि बाहिरतिर निस्केँ हाम फालेर किचनबाट अनि सर्पहरू समाएको भिडियोहरू चाहिँ हेरिराख्नु हुँदो रहेछ सर्प समाएको भिडियो चाहिँ हेरिराखेको हो तपाईँको पनि हुन्छ हुन्छ हस् ल सर्प जे बचाउनु भयो हैन एउटा सर्प बचाएको बराबर 100 जना मान्छे बचाएको बराबर हुन्छ अब सर्पलाई चाहिँ हामीले पनि असर पुर्याएन भने चाहिँ केही गर्दैन भन्ने खालको तपाईहरुमा उयो पनि भयो धामनले केही टोक्दाखेरि विष लाग्दैन भन्ने सबैलाई पनि थाहा भयो हैन ल त्यस्तो छ होला तपाईहरु सामने भन्नु त्यस्तो केही पनि हुँदैन जादु मन्त्र केही पनि हुँदैन सर्प समाउँदा एउटा चाहिँ त्यो गलत हो यो कुरा मुटु चाहिँ यहाँ छ म भन्दै छु तपाईलाई त्यो विषयमा भन्दै छु म हामीले चाहिँ सर्प सम्बन्धी ट्रेनिङ गरेको हुन्छौं तालिम हजुर पहिले 1-2 वर्ष तालिम गर्नुपर्छ पहिले सर्पलाई समाउने कसरी कुन अवस्थामा समाउने कुन सर्प विषालु कुन सर्प अविषालु त्यो चाहिँ पहिले हेर्नुपर्छ अब यो यसको ठाउँमा गोमन सर्प भएको भए म यसरी हातले मजाले खेलाउँथिन यो त धामन सर्प यसले टोके नि विष लाग्दैन मलाई भन्ने त थाहा छ नि त त्यही भएर हातले मजाले तपाईहरुलाई चाहिँ टोक्दैन है भनेर खेलाएर देखाएको हो गोमन हो भने चाहिँ हातले समाउँछ तर त्यो खेलाएर तपाईहरुलाई के भनिँदैन राखिहालिन्छ झोलामा अब यो कुरा चाहिँ के हुन्छ भने त्यो अर्को त्यो सपेराहरु हुन्छ नि सपेरा सर्प डुलाउने उनीहरुले चाहिँ त्यो सर्पको दाँत पनि निकालेको हुन्छ विष पनि निकालेको हुन्छ हो विष र दाँत निकालेको हुन्छ अनि त्यसले चाहिँ टोके पनि विष लाग्दैन त्यसको दाँतै नभएपछि त्यसले टोक्नु पनि सक्दैन है अनि तिनीहरुले डुलाएर चोकचोकमा जाने मान्छेको भिडमा जाने आफ्नो पेट पाल्नको लागि आफ्नो परिवार पाल्नको लागि उनीहरुले मान्छेलाई ठग्ने हो एउटा चाहिँ सानो काठको टुक्रालाई एउटा ढुङ्गाको टुक्रालाई उनीहरुले चाहिँ कलर लाउँछ सुन्नुस् है कलर लाउँछ एउटा काठको टुक्रालाई ढुङ्गाको टुक्रालाई उनीहरुले त्यो गोमन सर्पको टाउकोमा ब्लेडले चिरेर लुकाइदिन्छ हाल्दिन्छ हालेपछि 2-3 महिना उनीहरुले राख्छ के दाजु चिरेर ढुङ्गा लुकाइदिएर कलर लगाएर ढुङ्गा लुकाइदिएर त्यो उनीहरुले राख्छ 2-3 महिना राखेपछि त्यो निको हुन्छ निको भएपछि मान्छेको भिडमा जाने चिरेर निकालेपछि सर्प